यदि ईश्वर छैन भने हामी किन अस्तित्वमा छौँ? किन हाम्रो हृदयले प्रेम खोज्छ? किन सत्य खोज्छ? अनि किन मानिस भित्र सधैँ केही खालीपन महसुस हुन्छ? यो विश्व ब्रह्माण्डलाई हेर, करोडौं ताराहरू, पृथ्वीको पर्फेक्ट स्थान, मानव शरीरको अचम्मको जटिल बनावट, केही सबै केवल संयोगले बनेका हुन्। विज्ञानले धेरै कुरा एक्सप्लेन गर्न सक्छ, तर एउटा प्रश्न अझै बाँकी छ, यो सबै किन अस्तित्वमा छ? मानिससँग टेक्नोलोजी छ, पैसा छ, प्रसिद्ध छ, तर पनि किन धेरै मानिसहरू भित्रबाट खाली महसुस गर्छन्? किन एक्लो बढ्दैछ? किन मानिसले शान्ति खोजिरहेका छ? सायद मानिस केवल शरीर मात्र होइन, उसभित्र आत्मा पनि छ। होली बाइबलमा लेखिएको छ, मानिस केवल रोटीले मात्र होइन, परमेश्वरको वचनले बाँच्छ। हाम्रो आत्माले पर्पस खोज्छ, सत्य खोज्छ अनि परमेश्वरलाई खोज्छ। सायद हामी एक्सिडेन्ट होइनौँ, सायद हामी पर्पस सहित सृजना भएका छौँ। आज संसारले धेरै कुरा बनायो तर शान्ति बनाउन सकेन। सायद उत्तर टेक्नोलोजीमा होइन, परमेश्वरतर्फ फर्किनु छ। किनकि पर्पस बिना जीवन खाली हुन्छ, तर परमेश्वरको जीवनले अर्थ दिन्छ।